केटाहरू राता आएको नि के हो र केटाहरू राता आएछन् अब जाने कि मामा नआतिकन चलाउनु बिस्तारी केटाहरू यसरी आउनुहुन्न है यसरी आयो भने हामीलाई फेरि अलिकति गाह्रो पर्छ है म त होइन म त मामाले गेम खेल्न बोला होला भन्दैन क्या कहाँ हुन्छ म त गेम खेल्न बोलाएको जोसमा हुन्छु क्या माता विद्यालय हजुर कहाँ उहाँ आवाज बस्नु ए केटाहरू राता सिर्की हेर न बाढेको हिँड्नु न राता सिर्की केटाहरू यो केटाहरू त्यहाँ जाने अनि मामाहरूले त्यहाँ खाँदैन यता क्रस गर्ने पहिला डबल गर्नु त्यहाँ क्रस मात्रै गर्नु ल जाउँ मामाले सुमाखै बिस्तारै यताबाट धेरै क्रसै गर्नुपर्छ एउटा इन्ची मात्र घुमाउनुलाई बाबाको बाबा फेरि अनि मामा डेली गाली गर्नुहुन्न अनि यसरी हुन्छ अनि हामीलाई तनखमा चाहिँ तनख उयो एक धेरै प्रब्लम मामा धनी एउटा बुढोलाई मार्दै अब रात सन्तानेश्वर आइपुग्यो केटा हो मामा यहाँ कुनै बेला राजा बस्थ्यो कि केटाहरू 81 आइदियो अनि फोन गरेर चल्दैछ होइन यो अब आएपछि घुम्नै पऱ्यो होइन यस्तो छ यहाँ माथि केटाहरू छ जाँदै हेरौँ मजा आज हामी नाइट भ्यू हेर्नेछौँ सन्तानेश्वरको है सन्तानेश्वरबाट कस्तो भ्यू देखिन्छ भनेर हामी आज नाइट भ्यू हेर्नेछौँ केटाहरूलाई कहाँबाट जोस आउँछ यस्तो जोस खाना खाएर आएको केटाहरूले अझै छैन खाना खाएको यो बाटो लम्बा छ यहाँ शिवजीको लिङ्गमा आइपुग्यो हामी धेरै पछि केटाहरू सिधै आएको हो कि यहीँ आएको कि कतै गएर आएको सिधै आएको हो अनि मैले के भनेर आऊ त तिमी घरबाट नि केटाहरूलाई जोस आउँछ कहाँबाट म त सुत्न लागिसक्यो म त होइन म त भिडियो हेर्न थिएँ आइपुग्नु लाग्यो धेरै भएको थियो यता नआएको केटाहरूले जोस आउँछ बेला बेलामा एयरपोर्ट चिन्दै नगर न हामी हाल्छौँ नि त्यसलाई हतार हो र यहीँ सुत्ने हो त आज यहीँ बास हानिदिने हो त मामाको लाइट हेर न कस्तो आएको हेर न रनवेको लाइट रहेछ म त नि है फाइनली सन्तानेश्वर आइपुग्यो हरहर महादेव ल्याएको हेरे यो खोइ त ए हरहर महादेव सन्तानेश्वर यहाँबाट दर्शन गर्नु होला सबैजनाले क्लट यहाँ भ्यू देखाएर आउँछु ल यहाँ हुन्छ मामा छैन
अब भित्र यस्तो छ हेर्नुहोस्, जान त मिल्दैन नि यहाँबाट। यस्तो छ नाइट भ्यू चाहिँ यस्तो हुन्छ, यस्तो हुने। म अहिले आउँछु, रोक्नु न। यस्तै छ भाइ, उता बबाल छ हेर्नु, खतरा। नाइस बबाल देखेँ है। ओए यार बबाल है, हेर्नु कस्तो दामी देखायो क्या। यहाँ माथि जान्छ होइन, माथिबाट चाहिँ नि खतरा भ्यू आउँछ भन्ने मलाई लागिरहेको छ होइन, त्यही भएर चलो आजकल रातारात आइदियो अब के भन्नु होइन। अब आएपछि जानै पर्यो कि। यहाँ चाहिँ ठुलो घन्टी, यहाँबाट दामी आउँछ होला हौ, यहाँबाट दामी आउँछ भन्ने हामीलाई लागिरहेको छ। त्यहाँसम्म जुम हुन्न होला, दामी आउँछ ल, खतरा है केटाहरूको ल। क्या आजको दिन एकदमै मेरो अलिकति होइन लोद्दार लागेको थियो कि। यतिको छ त्यही त होइन, लोद्दार लागेको थियो कि। अनि आजको दिन एकदमै यहाँलाई अलक्षिण लागेको थियो। आजको दिन खराब थियो मेरो होइन। केटाहरू आयो यार, एकछिन फ्रेस भयो यार। क्या यार, त्यही त आजको दिन एकदमै हल्का अब अलिक खराबै थियो होइन। यताउति झगडा पर्ला जस्तो भएको थियो। त्यो पनि अब केटाहरू आयो, रातारात आयो होइन। बाई हो भयो भिडियो त पज गरौँ न ल। खिचिरहेको छ यति गरेर भ्लग गरेर हिँड्नु हुँदैन। आज मेरो साथीले भ्लग गर्छ है। म आज धेरै पछि भ्लग गरेँ क्या मैले। आज म नयाँ च्यानलमा मेरो खिचेँ त क्यामेराम्यान बनाएर हिँड्ने हो मलाई लटिन्छ र अहिले ढ्याङ्ग पर कता गयो रेग्मी प्लिज कहाँ गयो रेग्मी। ओके मेरो क्यामराम्यान चाहिँ आज ऊ होइन, किनभने उसले महिनामा 50 लाख खान्छ। थाहा छैन ए ऊ त्यहाँदेखि हाम्रो रेग्मी त्यहाँ। मलाई क्यामेरा ऊ चाहिँ मेरो एडिटर हो। उसले क्यामेरा चाहिँ महिनाको 30 लाख खान्छ। कति लाख रे? 30 लाख खान्छ। मैले चाहिँ 1 करोड कमाउँछु क्या। त्यही भएर युट्युबमा भिडियो हाल्नुपर्छ क्या। यहाँ चाहिँ यसरी शिवजीको मूर्ति राखेको रहेछ होइन। अब ठिकै छ। अनि यहाँ चाहिँ यता चाहिँ शिवलिङ्ग के भन्छ मलाई हल्का प्रोनाउन्स गर्न चाहिँ हल्का आएन होइन। तर पनि शिवजीको लिङ्ग अरे शिवलिङ्ग्सहरू हो क्या यिनीहरू चाहिँ। देखाएको छैन होला नि यिनीहरू चाहिँ होइन, खै हेर्नु होला। यहाँबाट भ्यू एकदमै बबाल आउँछ क्या। यहाँबाट भ्यू हेर्नु त तिमी यस्तै थियौ तर यसमा तिमी खोट निस्क्यो थाहा छ। मलाई पागल बनाएको। यहाँ चाहिँ अब कस्तो क्या केटाहरूमा काटु आइदियो क्या है। ल अनि म त टक्क फोन गरेँ क्या मलाई होइन। मामाले टक्क फोन गरेँ क्या, कहाँ अरे? अनि घरमा छैन अरे। अनि म त दिदीको भन्ने टक्क आइदियो क्या। केटाहरूलाई फेरि जोस आउँछ क्या आमामा, त्यो जोस आउँछ कि आमामा केटाहरूलाई। यहाँ चाहिँ हाम्रो एकजना केटा यहाँ छ अनि अर्को केटा ऊ यहाँ चाहिँ गर्लफ्रेन्डसँग कुरा गरिरहेको छ। हेर्नु त्यहाँ के गर्नु, अरू गर्लफ्रेन्ड छ हाम्रो छैन, यस्तै छ जिन्दगी। म चाहिँ अब डेली भ्लग हाल्छु। डेली भ्लग भन्दा पनि त्यो अब हप्तामा होइन, हप्तामा 3टा भ्लग चाहिँ म हाल्छु क्या। मैले त्यही हो, अब हप्तामा 3टा भ्लग टक्क 3टा भ्लग हालेपछि मैले अब फेरि सुरु गर्छु। त्यही त सबैले सपोर्ट गर्नु होला। आजको इन्ट्रो चाहिँ खासै भएन, किन भन्दाखेरि केटाहरू अब तुका आएपछि अब इन्ट्रो न सिन्ट्रो सिधै
आइदियो घरमै आइदियो ओछ्यानबाटै उठाइदियो के गर्नु अब जानै पऱ्यो होइन त्यही अब यसो घुमौँ यहाँ त धेरै भएको थिएन आएको होइन तर पनि आज यसो त्यही त आज यसो अनि हाम्रो अब मामा भान्जाहरूको टक्क गफ हुन्छ यस्तो गर्दा देख्दो रहेछ चियर्स देख्दाखेरि चाहिँ म यसरी बनाउनु पर्ला भ्लग अब यसरी जस्तै बनाइ गइरहेको छ नि अनि यताबाट अलिकति क्वालिटी राम्रो नहोला जस्तो कि ठिकै छ अब त्यही हो दुःख परे बेला साथीहरूले साथ दिन्छ भने यस्तै हो क्या म हल्का पिडाम्दी त्यति बेलै त्यति बेला केटाहरू आइदियो त यस्तो हो क्या दुःखमा साथ दिने भने केटाहरू नि हो क्या नाच्यो क्या हो दुःख पर्दा नि साथीहरू सुख पर्दा नि साथीहरू हो नि त आजको दिन मलाई ओहो मैले त पैसा भेटेँ यार मैले हेर्नुहोस् त यहाँ 3 रुपियाँ पैसा भेटेँ क्या मैले यार त्यो भएन अब यस्तै हो नाइस जिन्दगीको गोरेटोमा मरिलानु के छ भन्दै मलाई केटाहरूले ल प्लिज लास्ट भ्यू हेर्नु होला है त यहाँ नै हो यहाँ बस्छ ल एकछिन फ्रेममा आज दामी खतरा एउटा फोटो पनि हुन्छ है यस्तो गरेर भिडियोमा स्क्रिनसट गर्नु होला तपाईँहरूलाई 3 जना मेजर मन पऱ्यो भने होइन क्या म सोच्छु क्या त्यही त तिमीहरू 81 तुका तु कसरी आयो के भनिदिनु पऱ्यो नि त अब 1-2 लाइन के शब्द छ मलाई त गाह्रो भइरहेको छ पुरै रेग्मीको आज होइन अहिले अन्तिम दिनहरू चल्लाछन् साथीले राम्रोसँग बिदाई गर्न ल्याएको त्यो पनि मन्दिरमा है मन्दिरमा एकदमै धर्म कर्म होस् भनेर रेग्मीको आत्माले शान्ति पाउँछ अब त्यो त कसरी आयो त नि 81 छैन हावातालमा घरमा के भन्नु हुँदैन भन्न खान त नि त्यो त उसलाई चाहिँ फोन आएको छैन अब केटाहरू के गर्नु अब आउनै पर्यो जानै पर्यो होइन रमाइलो गर्नै पर्यो जिन्दगी म भोलि मरि पो हाल्छु के थाहा छैन आउने रमाइलो गर्ने हो नि भोलि फ्याट्ट मरिहाल्यो भने त ल साथी तिम्रो अनि तिमीलाई त अब भेटै हुनु भन्ने हुन्छ नि त होइन त्यही भएर अब यस्तै हो अब साथ दिने पनि छन् छोड्ने पनि छन् होइन यो चाहिँ माथि आएछ है यहाँ दामी आएछ है त्यही भएर त भने मैले खिच सही र हामी चाहिँ अब यो ठाउँबाट जाँदैछौँ होइन किनभने अब धेरै बेर बस्नु नि हुँदैन नि त किनभने यहाँ बन्दानी गर्नु पऱ्यो हो कि होइन त्यही भएर एउटै बाटो त रहेछ त्यही भएर जाने यहाँ बस्नुभएको पुलिसहरू चाहिँ एकदम राम्रो लाग्यो मलाई होइन बुढी बच्चा चाहिँ एकदमै ठिक यही हो मन्दिर त्यही हो अब हामी अब सिधै तल गएर भेट्ने छौँ धन्यवाद घन्टी बजाउनु पऱ्यो नि ल है अब हामी चाहिँ यहाँ सुत्ने ठाउँ पनि रहेछ तर हामी बिस्तारै ल्याएको भए हामी सुत्थ्यौँ होला निदाउने त्यही के गर्नु यहाँ सुत्नु र निदाउनेमै धेरै डिफ्रेन्ट पाइयो त्यही भएर म यो के अरे के भन्छ यसलाई आइरहेको छ अब यसो राति अब यसो कपालहरू यस्तो रमाइलो गर्नु पऱ्यो नि त भोज भतेर गर्नु पऱ्यो हामीलाई मात्र धपाएको भन्दा पनि राम्रोसँग बोल्नु भयो है हजुरहरू कतिखेर जानुहुने भनेर बोल्नु भन्दा है सुन भइदियो यसरी कुचिन्थ्यो होला र क्या नि भने केटाहरूको त्यो चाहिँ भर्याङ झर्दैछौँ हामी सबैजना त्यही हो आजको भ्लग यस्तै हुन्छ अझै पनि मान्छेहरू आउँदै हुनुहुन्छ क्या होइन
कति बजेछ 9 बज्न लाग्यो 9 बज्न लाग्यो त्यो डाँडाको टुप्पोमा घर मधे भित्रै हुन्छ हामी अस्ति यो डाँडामा पुग्यो क्या मोटेर म पुग्यो यो डाँडामा तर अझै पनि यति राति पनि मान्छेहरू आउँदो रहेछन् हौ है यति राति पनि यहाँ मान्छेहरू आउँदो रहेछन् कि घर नजिक भएर होला अब यसो अब आइदिएको अब टाढादेखि आउँथ्यो र माथि किनिखानालाई चोर जस्तो देख्यो कि मामा झन्डेको त्यो भएर पठाइदियो दबाईले म झन् त्यस्तै ट्यापे देख्यो होला मलाई झन् यो चोरहरू कहिले जाला हुन्छ अहिले हेरिरहेको होइन तर चाहिँ होस् राम्रोसँग बोल्नुभयो हाम्रो पुलिस मामा कसले हामीलाई भने भन्दा नि कतिखेर जाने हो बन्द गर्ने बेला भयो हजुरहरू भनेको थियो कुन चाहिँ सुन भनेर उखाले लज तिमी जस्तै मान्छे होला अनि त्यो मामा जस्तो मान्छे हो होलीमा भाङ खाएर मातेर त्यो सुन भनेर लाने कहीँ गएन मामा होइन होलीमा मैले बोलाएको मामा आऊ भने ल त्यतिखेर त तिम्रो ड्याडीको पनि छुट्टी थियो नि आउनुपर्छ नि इक्जाम प्र्याक्टिकल हामीले त तिमीलाई बोलाउने भनेर सोचेको थियौँ होइन रेग्मीलाई तिमीलाई अनि दिलसान म जाने भनेर सोचेको थियौँ अब तिमी त्यसो भनेको थियौ नि त हिजो त के भन्यो भन्दाखेरि म शनिबार जान्छु अनि त्यसको भोलिपल्ट जानु भनेको थियो के अरे कलेज हो त्यही भएर अनि अब आइतबार बोलाउने केटाहरू है भनेको थियो अब भोलि आउँदैन भोलि जाँदैन अझै क्यामेरा पुरा छैन हौ मैले मामाले गर्दा यार मेरो हातै कालो हुन्छ कसले सुन समाउँदै हिँड्नु भयो तिमीलाई मेरो पनि भएर हेर न यार चिया मेरो कति गोरो छ यसले हात अब चिसो पानीमा हात धुनु पर्ने तिम्रो सट्टा नि मामा धोइदिन्छ होइन र मामालाई कस्तो डर लाग्यो कि अब कस्तो अगाडि दौडिरहेको खै डराएको तिमीलाई कसले हुन्छ यहाँ जम्न हेर्नु यार केटाहरू यहाँ कुनै पहिला राजा बस्नु जस्तो लाग्यो यता सुन न घरबाट निकाल्नु हो भने होइन स्कुटी लिएर आउन हामी तेल हालेर नि तो भाग्ने यसरी कहिलेकाहीँ यसरी नै आउनुपर्छ क्या मामा यार कम मजा आउँछ राति हिँड्नलाई हप्तामा एकचोटि आउँछ मामा रेग्मी र म बरु मिलेर 1 लिटर तेल हालिदिन्छु कहिले कति 1 लिटरको तेल पेट्रोल 250 ओइ अनि अस्ति त अनि 100 कति थियो होइन र ब्ल्याकमा किन्दाखेरि होइन यो कति उसमा ब्ल्याकमा किन्यो भने 180 छ अहिले अनि उसमा किन्यो भने चाहिँ ब्ल्याकमा चाहिँ सस्तो कहाँ के भन्छ हौ कुरा अनि तिमीले 200 कति भन्यो हुँदैन नि होइन त्यो त मान्छे त्यही चिज ए ब्ल्याकमा झन् महँगो हुनुपर्ने होइन 180 मा घटाउनु मोटे हुँदाखेरि नि धेरै गयो के गर्ने यार अब मोटे कहाँ गयो त पत्तो छैन यार मलाई टेन्सन भइसक्यो यार मोटे ब्लग हेर्नु पऱ्यो है मिठो सम्झना है मोटे हामी मेरो क्लासको सबै साथीहरूलाई मिठो सम्झना सबैलाई सम्झिनुपर्छ होइन अब सबै आफ्नो काममा होला होइन ओ मामा तिमी स्कुटी हेर त त्यो केटाहरूलाई अब केटा एक दिन यसो मिलाएर जानुपर्छ एक दिन सबैको टाइम मिलाएर अब आजभोलि केटाहरू सब बिजी हुन्छ नि त त्यही भएर ठिकै छ केटाहरूले आज मेरो दिन बनाइदियो दिन होइन रात बनाइदियो यार आहा मामाको घरमा अब मम्मीले अब नेपालको झन्डा हेर फर र स्कुटी झिका ल अब चल्दै सानिदिने हो बिस्तारै फेरि हतार महिना नो हतार म चलाउँछु ल्याउ नि त डराउँछ मामा मैले चल अस्ति उहाँ कहाँ रे लाखुर जाँदाखेरि तर्से त्यहाँ दिँदैछ नि मलाई मैले एक्लै चलायो भने दिन्छ न त दिँदैन मेरो पछाडि कोही बस्नै सक्दैन क्या सब डर थुर सबै थुर्लो घुमाउ त छिटो यो ब्लग हाम्रो मामाको मम्मीले ड्याडीले हेर्नु भएको छ नि एक दिन
उयसमा बाँधेर पिट्नु होला ल अब हामी टक्क बस्छौँ अल्प जाउँ फेरि बस्छ ल अब हामी अब आधी बिच बाटोमा गएपछि भेटौँला चढाप हामी पोडकास्ट हान्नुपर्छ एक दिन पोडकास्ट हान्नुपर्छ एक दिन यस्तो अब हामी बच्चा रहेनौँ के केटाहरू मनको कुरा बुझेनौ चालू मेरो क्या हेर न उता के उता कहाँ रे के भन्नु मलाई त्यही हो अब बबाल ठाउँमा आइपुग्यो के हो यो सही लाग्छ तर बत्ती दामी है उयो ना यो त मलाई कस्तो होइन तर्साइदिएर मामा भनेर मामासँग पनि चलन हुँदैन यहाँ चाहिँ पार्टी चल्दा रहेछ यार मामाहरू पार्टी सही हो म त यो मोटेल लगा जङ्गलमा होला भनेको थिएँ यार त्यो के मन्दिर छ क्या यो हो ए होइन ल हामी चाहिँ आज नौलो ठाउँमा आइपुग्यो कहाँ हो के हो यो के रहेछ त्यो के ल्याएको चाहिँ खोइ कस्तो दामी है मैले अहिलेसम्म सबसे दामी नगरपालिका देखेकोमा यो पऱ्यो है नत्र मैले कहिले देखाएको थिएँ हामी गोदावरीभित्र छिर्सकेको छौँ हौ होइन नि गोदावरी यो बालेको त अलिकति उतै पर्छ हो तर सही हो ल आज यहाँ आएको पनि राम्रो भयो साथीहरू खुसीले ल अब यहाँबाट चाहिँ सिधै छ है के नि ए हो रहेछ हौ हो उयो हेर यहाँनिर लामा बस्ने छ हेर यहाँनिर कता हो यहाँनिर कता लामा बस्ने चाहिँ उयो अरे यहाँ लामा गुम्बा चाहिँ देख्यो यहाँबाट उता हो क्या अब लन्च जान्छ त हो त्यहाँबाट आएकै हो क्या यो ठाउँमा पहिला आएको साथीहरू चढाएको फेरि एक झलक हेर्छौँ ल यहाँनिर बादर छ क्या लास्ट एउटा मन्दिर छ क्या के मन्दिर छ चाहिँ थाहा भएन तर एउटा मन्दिर छ क्या यहाँनिर छ त हेर लास्टै छ बादरहरू यसमा तर खतरा है तर यो मलाई नि बाबा लाग्यो यार कहाँ अरे आएछ ल फेरि एक झलक है एक झलक पनि छ नि त तर यस्तो छैन अलि हेर नि एक झलक बबाल अघि त हल्ल्याएको थिएन त्यति धेरै ल भित्र टिकट चाहिँ लिन्न है मोटेर मेरो भ्लग पनि होला हौ यहाँनिर यहाँभित्र गएको ए यहाँ अब उताबाट आएको उताबाट सन्तान हुँदा यहाँ टाउखेल आइपुग्यो क्या अनि यहाँनिर पुलिस हुन्छ नि त अनि पुलिस जानेर चाहिँ अनि पुलिस हुन्छ भनेर चाहिँ एकजना झर्नु पऱ्यो अनि त्यसपछि स्कुटीमा जानु पऱ्यो क्या त्यही भएर अब म चाहिँ अब यस्तो अब हल्का हिँड्नुपर्ने हुन्छ किन भन्दाखेरि अनि फेरि हामीसँग त यसो हामीसँग चाहिँ अलिकति कागज पत्र छैन नि त त्यही भएर नि अन्त दिमाग लगाउनु पर्ने हुन्छ नि त अनि त्यही भएर हामी चाहिँ अब म चाहिँ अब एकछिनमा तल जान्छु त्यहाँदेखि भेटौँ है त मलाई केटाहरूले एक्लै छोड्यो मलाई केटाहरूले कुकुर
यसले त मलाई हेप्दा पो रहेछ नाच्छ म त अझै पनि पसलु बन्द भएको छ नि हेर्नु त्यहाँ मुन होइन अनि यहाँ ढक ल जाउँ अब चलो बिप्रालाई थाहा छ कि के को लागि टावर राइट लाग्यो राइट कता लाग्यो कहाँ लाग्यो अलिक तलबाट हो कस्तो त्यही त के गर्ने म यहाँ हिँडेर नि दिएँ तिम्रो कहाँ हुन्छु हिँड्न जान्छौ म यहाँबाट टक्क छिरेर हुन्छ क्या तर यहाँबाट त अब त पुलिस त हुनु होला आउनुपर्छ बिस्तारै हिँड्नु होइन आज हामी चाहिँ वान्टेडमा छ है साथीहरू के हो चलाउने मान्छे चाहिँ बाटोमा भेट्यो नि समात्नु होला निहालेर हेरौँ निहालेर मामा छ मामा 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 बिस्तारै हो नि अलिकति उता लगाउने फाल्टो भाँड भइदियो हुन्छ अब चाहिँ काटो अब काटो अब चाहिँ मामाको चिन्ता छैन हाम्रो चलाउने मामाको मात्रै चिन्ता हो ल राम्रोसँग जाऊ आइन्दादेखि यसरी नचलाऊ फेरि तिमीले मेरो कट्टा खान्छौ मामा पुलिस आयो ल ल ल ल मामा ल ल केटो बिस्तार जाऊ ल त केटाहरू जो घुमाऊ ल बाई बाई गुड नाइट जो यही हो केटाहरू आएको थियो अब यसको गयो होइन कपाल घुस्नै भएको छ आज त्यही अब आजको भिडियो यस्तै छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला